नमस्ते। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। त्यो हो हाम्रो आफ्नै शरीरलाई बुझ्ने बारे। यो जान्नु किन जरुरी छ र यसको हेरचाह कसरी गर्ने भन्ने कुराहरू सिक्नेछौँ। ल सुरु गरिहालौँ है त। ल सबैभन्दा पहिले यही प्रश्नबाटै सुरु गरौँ न है। यौन शिक्षा, यो शब्द सुन्ने बित्तिकै मनमा के कुरा खेल्छ होला? यो आखिर हो चाहिँ के? खासमा यौन शिक्षा भनेको त आफ्नो शरीरलाई राम्रोसँग चिन्ने विज्ञान हो अनि कसरी सुरक्षित रहने र स्वस्थ सम्बन्धहरू बनाउने भन्ने बारे सिक्ने कुरा हो। यसले हामीलाई हाम्रो शरीरमा किन र के परिवर्तनहरू भइरहेका छन् भनेर सही जानकारी दिन्छ, ताकि हामी कुनै पनि भ्रममा नपरौँ। भन्नुको मतलब यो त हाम्रो स्वास्थ्य विज्ञान र हाम्रो आफ्नै भलाइको कुरा हो। ल अब हाम्रो पहिलो खण्डतिर लागौँ। एकछिन सोच्नुस् त, हामी हाम्रो हात, खुट्टा, आँखा, नाक, कान सबैको नाम लिएर कुरा गर्छौँ होइन त? हो, ठिक त्यसै गरी हाम्रो शरीरका अरू अङ्गहरूको पनि त सही वैज्ञानिक नाम हुन्छ र त्यो जान्नु एकदमै सामान्य र जरुरी कुरा हो। ल हेर्नुस् त, यहाँ केटा र केटीको शरीरमा हुने केही मुख्य बाह्य अङ्गहरू र तिनका वैज्ञानिक नामहरू छन्। जस्तै केटाको शरीरमा लिङ्ग र अण्डकोश हुन्छ भने केटीको शरीरमा योनि र स्तन। यिनीहरू हाम्रो शरीरका अरू अङ्गहरू जस्तै प्राकृतिक अङ्गहरू हुन्। अनि एउटा कुरा के बुझ्नुपर्छ भने यी अङ्गहरूका बारेमा वैज्ञानिक तरिकाले कुरा गर्दा अलिकति पनि सङ्कोच मान्नु पर्दैन। किनभने यो विज्ञान हो। यो एउटा सामान्य र आवश्यक जानकारी हो, अरू केही होइन। ल अब शरीरका अङ्गहरूको कुरापछि अलिकति अगाडि बढौँ। अब हामी किशोरावस्थामा शरीरमा के कस्ता परिवर्तनहरू आउँछन् भन्ने बारे कुरा गर्नेछौँ। यो भनेको हामी हुर्काउँदै जाँदाको एउटा एकदमै प्राकृतिक प्रक्रिया हो। अब प्रश्न आउँछ, यी परिवर्तनहरू हुन्छन् तरी कसरी? यसको पछाडि एउटा वैज्ञानिक कारण छ जसलाई भनिन्छ हर्मोन। हर्मोनलाई हाम्रो शरीरको केमिकल मेसेन्जर वा रासायनिक सन्देशवाहक पनि भन्न सकिन्छ। यिनीहरूले नै हाम्रो शरीरलाई ल अब परिवर्तन हुने बेला भयो भनेर सिग्नल दिन्छन्, खास गरी किशोरावस्थामा। खास गरी किशोरावस्थामा दुईवटा हर्मोनले मुख्य भूमिका खेल्छन्। टेस्टोस्टेरोन, जसले केटाहरूको शरीरमा परिवर्तन ल्याउन मद्दत गर्छ, अनि अर्को हो एस्ट्रोजेन, जसले चाहिँ केटीहरूको शरीरमा परिवर्तन ल्याउँछ। यी हर्मोनका कारण केटा र केटी दुवैले अनुभव गर्ने केही साझा परिवर्तनहरू पनि हुन्छन्। जस्तै उचाइ र तौल वात्तै बढ्नु, पहिलेभन्दा धेरै पसिना आउनु, अनि छाला अलि चिल्लो भएर डन्डीफोर आउनु। यो सबै देखिन थाल्यो भने आतिनु पर्दैन, किनकि यो हामी हुर्काउँदैछौँ भन्ने सङ्केत हो। अब एउटा एकदमै महत्त्वपूर्ण कुरा, प्रजननका लागि केटा र केटीको शरीर फरक तरिकाले विकास हुन्छ, तर यो भिन्नता भनेको नि पुरै जैविक र प्राकृतिक हो। यसको मतलब कोही ठुलो वा सानो, कोही राम्रो वा नराम्रो भन्ने हुँदैन। ल शरीरको विज्ञान बुझिसकेपछि अब त्यति नै महत्त्वपूर्ण अर्को विषयमा कुरा गरौँ। त्यो हो निजी अङ्ग र हाम्रो सुरक्षा। आफ्नो शरीरलाई कसरी सुरक्षित राख्ने र आफ्नो सीमा कसरी बनाउने भन्ने कुरा जान्नु त झनै जरुरी छ। निजी अङ्ग भनेको के हो त? एकदमै सरल छ। हाम्रो शरीरको जुन भागलाई भित्री लुगा मतलब अन्डरवेयरले छोपिन्छ, तिनै हाम्रा निजी अङ्गहरू हुन्। अब आफ्नो सुरक्षाको लागि दुईटा एकदमै सजिलो तर महत्त्वपूर्ण नियम छन्। पहिलो, आफ्नो निजी अङ्ग अरू कसैलाई पनि हेर्न वा छुन नदिने, र दोस्रो, आफूले पनि अरू कसैको निजी अङ्ग नहेर्ने र नछुने। तर डाक्टरले उपचारको लागि जाँच्नु पर्दा वा सफा सुग्घर गर्दाको कुरा चाहिँ बेग्लै हो है। ल हामीले शरीरको बारेमा धेरै कुरा जान्यौँ। अब यो जानकारीलाई व्यवहारमा कसरी उतार्ने त? हो, त्यसकै लागि हाम्रो अन्तिम खण्ड छ व्यक्तिगत सरसफाइको महत्त्व। शरीरमा यति धेरै परिवर्तनहरू भइरहेको बेला यसको हेरचाह गर्नु झनै महत्त्वपूर्ण हुन्छ। त्यसका लागि केही सरल बानीहरू बचाल्न सकिन्छ, जस्तै आफ्ना निजी अङ्गहरूलाई दिनहुँ सफा राख्ने, हरेक दिन नुहाउने अनि हरेक दिन सफा भित्री लुगा लगाउने। यति गर्दा पनि धेरै फरक पर्छ। अन्तमा यति सबै कुराको सार के हो त भन्दा आफ्नो शरीरलाई बुझ्नु र त्यसको सम्मान गर्नु। यो नै सबैभन्दा ठूलो कुरा हो। जब हामी आफ्नो शरीरको सम्मान गर्छौँ तब मात्र हामी स्वस्थ र आत्मविश्वासी बन्न सक्छौँ। र जाँदै एउटा प्रश्न सबैको लागि, हामीले कुरा गरेका बाहेक स्वस्थ र सुरक्षित रहन अरू के गर्न सकिन्छ होला? एकछिन यसबारेमा सोच्नुहोस् है। धन्यवाद।